हजुरको फ्यामिलीले कसरी लिनु भयो नि मेरो फ्यामिलीले कसरी भन्नु अब सबैले नराम्रै लाग्छ सुरुमा हैन अब जसलाई जस्तो लाग्छ त्यस्तै सोच्ने हो मान्छेले हैन म सोच परिवर्तन गर्न सक्दिन लाइक यस्तो हो अब हजुरहरूले जस्तो उयोमा हेर्नुहुन्छ अब त्यस्तै देख्छ मलाई केही आपत्ति छैन यसको लागि गर्यो रे त्यसको लागि गर्यो रे यति गाउँ हजुरको फ्यामिलीले कसरी लिनु भयो नि मेरो फ्यामिलीले कसरी भन्नु अब सबैले नराम्रै लाग्छ सुरुमा हैन तर त्यो बेला त अब फ्यामिलीको हैन अब प्यारेन्ट्सको रिस भन्दा उयो भन्दा त सबैलाई आफ्नो छोराछोरी नै प्यारो लाग्छ नि त हैन र त्यही भएर चाहिँ एक्सपेक्टेशन्स भर्सेस रियालिटी रे द्याट्स वाइ त्यो एक्सपेक्टेसन अलिकति बढी राख्नु हुँदैन क्या आफ्नै मान्छे देखि राख्नु हुँदैन म त झन् पराए मान्छे हो यार न तिमीहरूसँग मेरो केही छ न केही छ कसरी तिमीहरू एक्सपेक्ट चाहिँ कसरी किन राखेको कि पोइन्टको कुरा त्यो हो I pay for 1 lakh for that रे रियल आइडी भएर आउन अब त तिमीलाई पनि हालिदिइहाल्छु म चिसो हावा खान धेरैले प्रिटेन्ड गर्दै थियो है म उसको बोयफ्रेन्ड यस्तो उस्तो जोक बनाउँदै थियो त्यो मान्छेलाई नि झिक्नु मन लागिरहेछ मलाई फस्नु खोज्नेहरूलाई किन फसाइदिने हो नि होइन र के भन्न चाहनुहुन्छ तपाईँहरू गरौँ त मेरो घर चाहिँ झापा हो अनि एउटा कुरा यत्रो भएर पनि कत्रो एटिट्युड एन्ड देन त्यस्तो त्यो होइन क्या एटिट्युड ठिक छ म त्यो नेगेटिभ एटिट्युड म क्यारी नै गर्दिनँ नेभर कहिले पनि गर्दिनँ यता बेलामा रुड लाग्छ भने त्यो तपाईँहरूको उयो हो त्यो तपाईँहरूको प्रब्लम हो मेरो होइन अनि म पहिला जस्तो थिएँ म त्यस्तै नै रहन्छु फरएभर त्यही हो सबैको आफ्नो हुन्छ होइन कसैलाई रुड लाग्यो भने त्यही हो डिजर्भ गरेर हो म रुड भएको अनि यस्तो हो नि त अब तपाईँ अब त्यस्तो भइसकेपछि म सधैँ झुकेर पनि हिँड्न मिलेन नि त होइन झुक्यो भने त नि अझै माथिबाट यस्तरी दबाउनु खोज्छ क्या यसो टेक्नु खोज्छ त्यसो मलाई मन पर्दैन नि त होइन त्यही भएर गर्न त एकजनासँग गरेको हो नि त पुरा पब्लिकसँग गरे होइन नि त पोइन्टको कुरा त्यो हो होइन अनि कमेन्टहरू मलाई मतलब लाग्दैन बट हुन्छ नि धेरै कमेन्ट त्यही देखेर त्यो हुन्छ नि फ्रेन्डली त्यही बगिरहेको देखेर जे जस्तो भयो पनि त्यो मेरो एन्ड मलाई राम्रो लाग्छ आई लभ इट सक्यो इन्ड अफ डिबेट है अनि अरूको यसरी चासो राख्नुभन्दा अरूमा कमेन्ट गर्नुभन्दा अरू यसो निरेर आफ्नो हेर्नुपर्छ पहिला सुरुमा होइन लिटरेट भएर पनि इलिटरेट जस्तो अलिकति हुन्छ नि अब कस्तो कस्तो मान्छेहरूले कमेन्ट गरे कि मैले कति त मैले प्रोफाइल पनि भ्यू गरेँ हो अनि अलिकति हुन्छ नि त्यस्तो होइन
मैले मेरो भिडियोमा कमेन्ट आयो नराम्रो कमेन्ट आयो यस्तो नराम्रो कमेन्ट गर्यो भनेर मैले त्यो गुनासो गरेको होइन मैले सबै प्रायः सबै भिडियोमा केटीहरूको भिडियोमा हो के अनि आउँछ नि त अनि म्याक्सिमम कमेन्टहरू त्यस्तै हुन्छ क्या राम्रो भिडियो पनि त्यही हुन्छ अब मान्छेले राम्रै भिडियो बनाइरहेको छ भने पनि केही न केही अब हुन्छ नि आफ्नो ओपिनियन दिन कति बेला दिउँ कति बेला दिउँ सोचेर बसिरहेको छ के मान्छेहरू त म त अचम्म लाग्छ हो नगर त्यस्तो केही फाइदा हुन्न नगर मान्छेहरूले नि तिमीले नराम्रो भन्छौ नि उनीहरूले तिमीहरूको कुरा किन सिरियस लिँदैन थाहा छ किनकि तिमीहरूको कुराले उनीहरूको केही नै हुन्न कि उनीहरूको न बिल पे हुन्छ न उनीहरूको लाइफमा केही महत्त्व हुन्छ तिमीहरूको कुराको न तिम्रो महत्त्व छ त्यही भएर उनीहरूले सिरियस लिँदैन तिमीहरूको कुराहरू तिम्रो कमेन्टहरू ओपिनियनहरू त्यही भएर कमेन्ट गर्नै छोड के मेरोमा त गर्दा हुन्छ यु क्यान फ्री हो फिल फ्री कमेन्ट ठोक्दा हुन्छ चाहिँ राखेको नि हुन्छ मैले कमेन्ट अन गरिदिएको छु है गिफ्ट एक्सचेन्ज कुरा के हो खास रे लिसन यस्तो हो म ठुलो होस्टर होइन कहिले पनि होइन अनि ऱ्यान्डमली मेरोमा सपोर्ट आउनु भनेको अनि ऱ्यान्डमली मेरोमा सपोर्ट आउनु भनेको ऱ्यान्ड हो अनि जसले भन्नुभएको छ प्लिज मलाई उहाँसँग कन्ट्याक्ट होइन प्लिज पब्लिकमा आएर बोल्दा हुन्छ को कोले बोल्नु भएको छ होइन मसँग त्यो भिडियो आएको छैन अनि एकजना सायद दाइ नै हो मेबी अनि उहाँले चाहिँ अनि एउटा भिडियो 5 दिन अगाडि अस्ति नै मैले हेर्दाखेरि चाहिँ 5 दिन अगाडि राम्रो एउटा भिडियो राम्रो लाइक एउटा पोजिटिभ वेमा बनाउनु भएको थियो मेरो बारेमा अनि त्यसपछि 3 दिन पछाडि 3 दिनको भिडियोमा चाहिँ लाइक नराम्रो टाइप हुन्छ नि अब पैसाको लागि गरेको रे यस्तो यस्तो कोइन्सको लागि गरेको रे यस्तो के जस्टिस त्यहाँदेखि लिटरल ब्रो मैले जस्ट पनि मागेको थिइनँ त्यहाँनिर होइन अनि जुन कुरा मलाई पचेन म त्यसमा त बोल्नु पाउँछु नि त होइन र त्यही भएर हो हुन्छ कोले भन्नुभएको छ के को लागि गरेको कसको लागि गरेको प्लिज मेरो गरेर बोल्ने के त्यो उतातिर पर बोल्ने होइन